We are 80+ riders. Can you guess कति मजा भयो भनेर KTM Orange Blood ग्रुपले चाहिँ हामीलाई धेरै फन एक्टिभिटिजहरु गराउनु भएको थियो अनि इट वाज सच अ वन्डरफुल राइड है मेरो इट वाज फर्स्ट राइड तर एकदमै मेमोरेबल भयो अनि अर्को चोटी पनि भयो भने आई विल डेफिनेटली बी देयर हामी खासमा पुग्नु पर्ने 6 बजे 6:15 सम्म त स्टिल कोटेश्वरको जाममै थियौं हामी भक्तपुरबाट आउनु पर्छ अनि अलिकति गाह्रै पर्यो अनि यस्तै हो अब आइपुग्यो तर बिहारले तर स्टिल दे आर कमिङ Orange Blood Group is here. My God, I think we are again late. See, कहाँ छन् लास्टै दामी देख्ने के तर नर्मल राइड हो सबैजना ग्रुप राइडमा डबल लाइनअपमा जान्छौँ हैन सो राइड गर्दाखेरि सबैभन्दा ध्यान दिनुपर्ने कुरा चाहिँ आफ्नो जुन सर्कलमा हामी कुदाइसकेपछि बाटोमा चाहिँ ट्राफिकलाई चाहिँ डिस्टर्बेन्स नगर्ने हाइवेहरू नलिने हैन अनि यहाँबाट चाहिँ हामी ज्ञानेश्वर हुँदै हैन एयरपोर्ट कोटेश्वर सूर्य विनायक हुँदै जगती निस्किन्छौँ नि जगतीबाट लेफ्ट छिरेर चाहिँ हामी डेस्टिनेसन चाहिँ हाम्रो हिमालय भोराइजन भन्ने छ सबैको आइटिनरी चाहिँ सबैको मोबाइल पनि आएको हुनुपर्छ मेसेज हेरेँ जसमा चाहिँ जहिले टाउकोमा पनि फेरि किन गर्ने सबजनालाई उतै भेटौँ एन्ड यप अब सुरु हुँदैछ हाम्रो राइड लुक एन्ड यप वी आर रेडी हेलो introvert Mary. Oh my God! Look! So yeah, we are ready. Guys, हामी कस्तो अगाडि छौँ भने यहाँ उहाँहरूले गाइड गर्ने मान्छेहरू चाहिँ यहाँ अगाडि छन् अनि हामी सिधा छौँ के लाग्यो भने हैन एभ्रीवन इज ड्रेस्ड अप लाइक राइडिङ सुट यताउति हैन बट लुक एट मी हट प्यान्ट लाएर आएको छु दिस इज माई फर्स्ट राइड एन्ड आइएम नट यति त्यो आइएम नट स्योर कि म के लाउने यताउति सो या ए होइन रहेछ हाम्रो ग्रुप गाइज आइएम सो एक्साइटेड के कस्तो मलाई त यति रमाइलो आइरहेको छ सबैजना वी आर अल सिमिलर भनेर जस्तो कि वी आर अल वन वी आर अल टिम वन भनेर जस्तो we are all in one line no one is crossing the line and damn this is so awesome they are mavericks we crawl you crawl yep and here's the leader मेरो बल्ल हाइट पुग्यो नि त लुक बाटोबाट जाँदैछौँ उता बाटोबाट गएको भए चाहिँ अहिले पनि बाटो बनाएको छैन होला आई थिङ्क सो एन्ड ओ माई गड अगाडि छ yes यही सब भयो ठिक छ होला प्लिज गाइज काउन्ट द बाइक्स हामी कतिजना छ भनेर काउन्ट गर्नुहोस् रेखा छ ओके द ब्रेक इज ओभर एन्ड हियर्स द क्यामराम्यान सबको जोस त झन् छुट्टै हाम्रो जङ्गलवाला बाटो एकदम मजाले गइरहेको छ इट इज माई फर्स्ट राइड होइन अनि लुक एभ्री वान इज इन द वान लाइन होइन अनि दामी कति दामी
हामी साथी यो बाटो आइसक्यो यार माइ गॉड लुक मैले अघि भनेको थिएँ नि उस्तोवाला बाटो भनेर मैले चाहिँ दुईवटा क्यामेराबाट बनाइरहेको छु एउटा भनेको दुईवटा फोनबाट बनाइरहेको छु एउटा भनेको OnePlus-बाट अनि अर्को चाहिँ आइफोनबाट अनि यु विल सी डिफरेन्स इन द क्वालिटी एन्ड यप आई एम इन्जोइङ द भ्यू उस्तोवाला बाटो एन्ड वी अल आर इन्जोइङ है बाई द वे ए मेरो भोइस त सुनेको छैन होला यो विन्डको डिस्टर्बेन्सले गर्दाखेरि यो अपडेट इज अहिले चाहिँ बाटो ठ्याक्कै ठिक भइरहेको छ अनि आई विल रिकमेन्ड गाइज अलिक के बाटो आउनुहोस् किनभने राम्रो पनि छ अनि अफकोर्स द फगी वेदर ल ओके हाम्रो डेस्टिनेसनमा आइपुग्यौँ वी रिच टु आवर डेस्टिनेसन आम्मामा इट वाज सच अ वन्डरफुल असम राइड हामी अब पार्क गर्न म चाहिँ झर्छु खै फेरि वाट्सएप सी गाइज मलाई कस्तो फल्स इन्फर्मेसन दिँदै हुनुहुन्छ ओ माई गड त्यो त अझै तल पनि रहेछ फेरि फेरि होइन मात्र हो ओ माई गड गाइज कस्तो मजाको भुस्तो छ होइन ओ माई गड हामी चाहिँ अब ब्रेकफास्ट खान रेडी भइसक्यौँ यहाँ भोकना मलाई चाहिँ ग्यास्ट्रिकको है You are looking so skinny. Oh my god. So yep, we are ready for breakfast. We have coffee, tea, milk tea, everything and the option. Oh yeah, of course. Okay, we start our breakfast. किन फुलबाट एकदम लगन छ एकदम एट्र्याक्सन छ यहाँभन्दा तल नजाऊँ होला हामी तपाईँलाई स्विमिङ खेल्न आउँछ त फेरि आउँछ नाटक पार्नुहुन्छ के हेर्नुहुन्छ पिङ खेल्छु म धकाल दिन्छु के सो द भ्यू इज लकी ब्याम्बो यार कस्तो यो दिदी जस्तो फेक इन्फर्मेसन फिजाउने कोही छैन होला एन्ड यप दिस इज द भ्यू ओहो यहाँ चाहिँ राम्रो हुँदैछ मलाई मनपर्ने आनन्दले बसेर And here we go. This is my outfit for the ride and of course this is not proper dress up outfit but yeah. Hello, welcome to my vlog and I am Sai Casey. अनि मेरो पछाडि चाहिँ फुल केटिएम राइडरहरू हुनुहुन्छ यति धेरै म त काउन्टै गर्न बिर्सेँ आई थिङ्क 87 जस्तो लाग्यो हाम्रो आज राइडर्सहरूको ग्रुप पनि हुनुहुन्छ म इन्ट्रोड्युस गर्न चाहन्छु हाम्रो म्याभरिक्स एकपल्ट स्टेजमा आइदिनु होला म्याभरिक्स ग्रुप र हामीसँग यहाँ 390 जेन 3 अनर्स ग्रुप पनि हुन्छ उहाँहरूलाई पनि म स्टेजमा बोलाउन खोज्छु वाला नाइट स्टे वाला राइड पनि हुन्छ प्लस ठुलो ठुलो टुरहरू पनि हामीले यसपालि अर्गनाइज गर्दैछौँ अब सबैजनाको फेस देख्न पाऊँ म चाहिँ त्यही डान्स होला मान्ने यस्तो पाराले सोचिरहेको छु है म चाहिँ हैन सबैजनालाई देख्न पाइन्छ कि पाइँदैन पाइन्छ केटिएमबाट नि राइडहरू त हुन्छ होइन तर अब पछि कहिलेकाहीँ अब राइड साइड जानु मन लाग्यो भने हाम्रो ग्रुप म्याभरिक्स छ हामीले नि लगिरहेको हुन्छौँ राइड हामीलाई फलो गर्दा हुन्छ जेन 3 को पनि हुन्छ जेन 3 हरूको लागि फलो गर्दा हुन्छ उहाँहरूले छुट्टै लग्नुहुन्छ राइडहरू हामीले पनि लग्छौँ त्यही भएर फलो चाहिँ गर्छु इन्स्टाग्राममा हाम्रो पेज छ है अनि केही ग्रुपहरू हुन्छ त्यही डिस्कस हुन्छ सबै कहाँ राइड जाने के गर्ने भनेर त्यसको लागि चाहिँ मैले अलिकति डिस्टर्ब गरेँ थ्याङ्क यू जित्नु भन्छ म विदेशलाई आउन चाहन्छु यहाँ दिदीलाई गिफ्ट दिनको लागि म्याभरिक्स 1 2 बाबालाई गिफ्ट हाल्नु पर्यो ब्याग अनि त्यसपछि ल यो तातो आलु हटपटाट गेम चाहिँ दुईटा गेम खेल्ने भनेर त्यो दिएन के मलाई कस्तो र्यान्डम गिफ्ट राइडिङ ज्याकेट के
The biggest अब नाम बोलाउँदैछ ल हाम्रो I knew it. हाम्रो सारा चाहिँ त्यही भने हाम्रो सारा चाहिँ आउट हुनुभएको छ ल तपाईँ ल गेमको लागि के भन्न चाहनुहुन्छ गेमको लागि विनर दुख्या छैन 3 2 1 go Oh my god. continue This is my ल म नेक्स्ट नामहरु बोलाउन जाँदैछु activities. Everything is going here. So रमाइलो भइरहेको थियो मलाई जानै मन थिएन है टु बी अनेस्ट किनभने यस्तो मजा लागिरहेको थियो तर दिदीको चाहिँ अलिकति छिटो निस्किनु पर्ने भएर हो नत्र भने चाहिँ आई विल स्टे के होइन तर आई डोन्ट नो हामी कति हराउँदै जान्छौँ भनेर तर या आई इन्जोय इट अ लट सँगसँगै फेरि से बाई बाई कसलाई बाई बाई भनेर कि म त सँगै आउने हो भन्ने कि ल बाई गाइज इट वाज सो वन्डरफुल टाइम भने कस्तो राम्रोसँग मजाले राखेको हामी यति धेरै थियौँ यो पनि दिदी अरे कपाल कस्तो देखेको वाउ दामी द्याट्स इट फर नाउ बाई बाई अब बार्की चाहिँ अलिअलि गर्दा क्लिक गर्छ त्यो मेरो बुनेको च्यानल डु इट गाइज अरे क्या अब अलिअलि मात्र बाँकी छ बाटोमा त्यति मात्र अलिअलि मात्र क्लिप राख्छु बाँकी त्यति हो अनि यप आई इन्जोय इट अ लट व्हाट अबाउट यु के कुरा Did you enjoy KTM games activities and the breakfast too? Yeah, we did a lot. 12 बजिसकेको छ मेरो दिदी पुग्नुपर्ने 2 बजे घर गएर रेडी पनि हुन बाँकी छ सो अनि we are and thank you so much for watching. यस्तै गरी ट्राभल राइड एन्ड अरू ब्लगहरू पनि आउँदै गर्छ अनि हेर्नुहोस् लाइक गर्नुहोस् सब्सक्राइब गर्नुहोस् सक्नुहुन्छ भने सेयर पनि गर्नुहोस् थ्याङ्क यू